ल हेर्नु त यसरी नै टास्नु पर्ने अरे क्या यहाँनिर अब चित्र पनि देखाइएको रहेछ होइन यसरी टास्ने भनेर म यसलाई टास्ने कोसिस गर्ने नै छु। हेलो साथीहरू वेलकम ब्याक टु माई मिनी ब्लग है माजिने सरको ब्लग चाहिँ फेरि पनि रिस्टार्ट भइसकेको छ अनि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै नै छु र आज चाहिँ मैले तपाईँहरूको बिच के लिएर आयो भन्नुहुन्छ होला मैले चाहिँ एकदम नयाँ कुरा लिएर आएको छु। सो त्यो नयाँ कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ मैले अनलाइनबाट चाहिँ यो पेट सेट घटाउने दुब्लाउने अनि यो शरीरको फोहोर मैला सबै फ्याल्ने भनेर चाहिँ एकदम यो खुट्टामा टाँसेर सुत्नुपर्ने अरे रातिले आएर सुत्नुपर्ने अरे होइन अनि बिहान उठ्दाखेरि उकाउनु पर्ने अरे अनि अब त्यो भिडियोमा देखाए जस्तो हुन्छ हुँदैन त्यो म यसको रिजल्ट हेर्ने छु र तपाईँहरूलाई पनि म अहिले देखाउने नै छु। ल यो प्याकेज मैले लिइसकेको छु यो चाहिँ डेक्स्ट फुड प्याट्स भन्ने छ अब यसको के हो होइन म अब जान्दिनँ अलिक इङ्ग्लिस पनि खासै होइन। अनि यो चाहिँ मैले किन मगाएँ भन्दा त मेरो वेट धेर भएर वेट चाहिँ म कति छु भनेदेखि 65 केजी छु अनि आफैलाई धेरै मोटो जस्तो लाग्यो। अब काम पनि के छ त बिहान उठो 2 थाल भात घिचो मोबाइल थिचो सुतो होइन अब एक्सर्साइज छैन फेरि उठो भात घिचो मोबाइल थिचो कामै त्यही हो त्यही भएर अलिक धेरै नै मोटाए जस्तो लाग्यो कि सो त्यही भएर चाहिँ मैले यो मगाइसकेको छु र यसलाई म ओपनिङ पनि गरेर तपाईँहरूलाई देखाउने छु। यसमा चाहिँ 50 पिस हुन्छ भनेर मैले लिएको छु सो यसमा 50 पिस छ छैन अब हामी हेरौँ गनौँ होइन। अनि यो अहिले भर्खर मैले लिएर आएको अब यसलाई म खोल्नेछु तपाईँहरू हेर्नुहोस् र मेरो वेट कतिको लस हुन्छ होइन अब 50 प्याकेट भनेपछि अब 2-2वटा खुट्टामा लाउँदाखेरि 25 दिन पुग्ने रहेछ। 25 दिन पछिको मेरो रिजल्ट कस्तो आउँछ होइन मेरो रिजल्ट कस्तो आउँछ अब म घटाउँछु मोटाउँछु होइन थाहा भएन तर केही एक्सर्साइज बिना नै घट्ने भुँडीको बोसो पगाल्ने ह्यान त्यान भनेर चाहिँ अब हालिरहेको थियो होइन। अब म एक्सर्साइज गर्दिनँ जति भात खान्थेँ पहिला त्यति नै खान्छु होइन। अनि त्यस पछाडि यो प्याकेज लाएर सुत्छु। अब यसलाई खोलौँ है त हेर्नुहोस् है त अब 50 प्याकेट छ छैन गर्नु हेरौँ। आमामा 2 प्याकेट ल हेर्नु त यसरी नै टास्नु पर्ने अरे क्या यहाँनिर अब चित्र पनि देखाइएको रहेछ होइन यसरी टास्ने भनेर म यसलाई टास्ने कोसिस गर्ने नै छु। खोलौँ है त यहाँ कति 25 प्याकेट हुनुपर्छ यहाँ भएन भने त फेरि म त के हो यो यस्तो हो त 3 प्याकेट छ त एउटामा यो कस्तो हो 1 2 3 4 5 यहाँ 5 प्याकेट हुँदो रहेछ होइन 5 10 15 प्याकेट होइन 20 25 प्याकेट मात्र भयो त भनेर भन्नु कसरी होइन। यहाँ चाहिँ 2-2वटाको दरले चाहिँ ल आखा क्या खै यो के कतिवटा हुन्छ यो अब मैले यो यस्तो 1 प्याकेट 2 प्याकेट होइन 3 प्याकेट 4 अनि यसले 5 प्याकेट छ होइन यो 5 प्याकेटभित्र चाहिँ कतिवटा हुँदो रहेछ भन्ने कुरा अब म एउटा खोलेर हेर्छु त यहाँ कतिवटा हुँदो रहेछ। अब भरे त लगाएर सुत्नु पऱ्यो भने त तपाईँहरूलाई 25 दिन पछाडि फेरि मैले रिजल्ट देखाउनु पऱ्यो यस्तो लगायो अनि देखाएन अनि भन्नुहुन्छ होला होइन लगाएर पनि देखाउनु पऱ्यो। यस्तो हुँदो रहेछ के यसलाई चाहिँ यसलाई के गर्ने हो त ए यो चाहिँ पछिबाट टास्ने हो क्यारे होइन। अनि त्यस पछाडि यसमा प्याकेटहरू छ क्या यस्तो प्याकेटहरू छ यो प्याकेट खोलेर चाहिँ यहाँ 2टा हुन्छ क्यारे है अनि यसलाई चाहिँ एकपट्टि टास्ने होला क्या उकाएर कसरी टास्ने हो म तपाईँहरूलाई भरे देखाउँछु है टास्ने बेलामा खानासाना खाएर होइन सुत्नुपर्ने हुन्छ। अहिलेको प्याकेट चाहिँ मैले यहाँ लाउन लगाएको छु होइन अब यो लगाउने त कसरी ला च्यात्यो त कसरी लाउने हो एउटा प्याकेटमा 2टा हुँदो रहेछ अब यसलाई कसरी लाउने भन्ने कुरा हो क्या। खै यहाँ कसरी टास्नु भयो यसरी टाँसेर चाहिँ यसले यहाँनिर गमहरू राख यसले टास्ने राख क्या अब हेरौँ कस्तो हुन्छ यसरी अब टाँसियो होइन खुट्टामा अब यो मिलेन थाहा भएन टाँस्न चाहिँ टाँसिएँ मैले होइन अब अर्कोमा टाँसौँ भोलि हेरौँ यसको रिजल्ट कस्तो हुन्छ।
ल अब कति घटिन्छ भन्ने कुरा यहाँबाट यसरी थाहा हुन्छ ल मैले चाहिँ टाँसिसकेँ होइन अब रिजल्ट भोलि देखाउँछु भोलि होइन रिजल्ट अब भोलि नै त कहाँ आउँछ र अब अर्को उसमा देखाउँछु के अरे 25 गतेदेखि उता अहिले चाहिँ यति नै रहेको छ देखिहाल्नुभयो होला तपाईँहरूले होइन अब यसलाई चाहिँ म अब यो भोलि यसलाई भोलि उकाएर चाहिँ म तपाईँहरूलाई देखाउँछु है त